तपाईँ धोकेबाज हो कुलमान घिसिङ दाई, तपाईँ बेमानी हो कुलमान घिसिङ दाई। अरूलाई दोष लाउन छोडिदिनु प्लिज। तपाईँले रवि दाई थिम गएर साइन गरेर तपाईँले रवि दाईलाई जो गिराएर निस्कनु भयो क्या। रवि दाईलाई जसले गिराए पनि मान्ने मान्छे धेरै छौँ क्या हामी। रवि दाईले होला गल्ती गर्ला नि, रवि दाई सबैजना नि राम्रा छन् हामीले भन्दैनौँ, तर रवि दाई तपाईँ कुलमान घिसिङ दाई भन्दा 100% राम्रो व्यक्ति हुनुहुन्छ क्या। तपाईँको चरित्र हामीले देख्यौँ कि तपाईँले यो नाङ्गो नाच नाच्नु भयो कुलमान दाई। त्यसो हुँदा तपाईँ बिग्रेको आफैले हो। तपाईलाई सबै अर्काको भाग खोज्ने तपाईँको बानी रहेछ। अर्काको भाग खोज्ने होइन नि कुलमान दाई, आफ्नो मिहिनेत गरेर आफ्नो भाग आफूले जमाउने हो, अर्काको भाग खोज्ने होइन। रवि दाईको तपाईँले सबै जानी के भन्छ अरे सभापति पदै जाने रवि ननिस्कन्दरी जाने मलाई सभापति बनाउने। तपाईँले त रवि दाईलाई निस्कनै दिनुहुन्थेन। तपाईँ सभापति भए बाहिर मान्छे लाएर नचाहिँदो करतुत गरेर रवि दाईलाई फसाउनुहुन्थ्यो। तपाईँको हेबिट भेरी ब्याड कुलमान दाई। यो कसैले हराएको होइन, तपाईँको नेचर गतिलो रहेनछ। तपाईँले आफूलाई सम्हाल्नुहोस् अनि चाहिँ नि अझै गिर्नी चाहिँ नि यो अभिव्यक्ति नदिनु होला है। अलिअलि पाएको इज्जत बेच्छ नि थियो पहिला। जब रासोपामा गएर तपाईँले किच्चड निकालेपछि तपाईँले आफ्नो खुट्टा आफैले बन्चर हानेको। कोही अन्तर्नेसनल इन्टरनेसनल भित्री नेसनल बाहिरी नेसनल कोही लाएको छैन तपाईँलाई। नेपाली जनताले चिनेका हुन्, सक्षम नेपाली जनताले चिनेर तपाईँलाई पल्टाइदिएका हुन्। अब यस्तै गर्नुभयो भने तपाईँ अरू पनि गिर्नुहुन्छ। प्लिज आफ्नो चाहिने ठाउँमा बस्दिनुहोस्, अलिअलि बचेको इज्जतलाई त्यहीँ राखिदिनुहोस्। अब तपाईँको शुभकामना छ, अगाडि जे कार्य गरे पनि अब शुभकामना छ। अब यो होयाद बोल्दै आउनुभयो मिडिया भने तपाईँलाई राम्रो मान्छे त हामीले त उति बेलै भनेका थिएनौँ। जब रासोपामा गएर साइन गरेर आएर त्यही साइन गरेको कागजले बालन शाह अहिले चुनाव जितेर हिरो बने। त्यही साइन गरेको कागज टुक्रियाएर रासोपालाई आक्षेप लगाएर भार नभएको बोल्दा तपाईँ आफै किच्चडमा गिरेर आफै गिरेको हो कुलमान दाई। तपाईँलाई अरू कोही भित्री बाहिरी शक्ति लाएको छैन। हेक्का रहोस्, भएको इज्जत गुमाउने काम अब नगरिदिनु होला, अफवाह नफैलाउनु होला। हामीलाई चाहिँ नि हजुरको अभिव्यक्ति पुगेको छ, आफ्नो ठाउँमा बसिदिनुहोस्, आफ्नो कार्य गर्नु। शुभकामना छ दाई। अब गाली गर्न हामीलाई छैन। तपाईँलाई हामीले चिन्यौँ, जौनो मुडमा आउनुहोस्। अब तपाईँलाई हामीले धोकेबाज कुलमान दाई भनेर चिन्छौँ। मैले त कुनै दिन पनि सम्मान गर्न पनि सक्दिनँ, किनभने तपाईँले आफूलाई आफैले गिराएको मान्छे हो। तपाईँले आफ्नो खुट्टा आफैले बन्चर हानेको मान्छे हो। यो अर्कालाई दोष लाउने होइन है कुलमान घिसिङ दाई। तपाईँले सहमति गरेर साइन गरेको कागज पनि चित्त नबुझेर च्यातेर तपाईँलाई चाहिँ नि रवि लामिछानेको ठाउँ चाहिएको। रवि दाईले 10 वर्ष सङ्घर्ष गरेर पार्टी खोलेको, अनि उसको माटामा मिलाइदिने सबै कुरा हामीले हेरेका छैनौँ कुन कस्तो छ। तपाईँले गर्नुभएछ 15-16 वर्ष चाहिँ नि बिजुलीमा काम गरेँ मैले, यो गरेँ ऊ गरेँ बढाएँ। त्यस्तो दुनियाँदारी त मैले फलाना ढिस्का ठाँ यो गरेँ त भन्दैनन् रवि दाईले। रवि दाईको काम जनताले त्यसै देखेका छन्, आफूले फुल्लाउँदै हिँड्दैनन्। हामीले काम देख्यौँ, जज गऱ्यौँ। तपाईँले त मैले यो गरेँ, म यस्तो, म ठुलो मान्छे हो, म प्रधानमन्त्री हुने हो। तपाईँको अभिव्यक्तिले नै तपाईँको भित्र नेचर नराम्रो छ कुलमान घिसिङ दाई। हामीले त्यसरी मान्छे चिन्छौँ। त्यसो हुँदाखेरि नबोलेको मान्छे सही बाटो हिँडेको मान्छेको विजय हुन्छ। अब चाहिँ नि त्यही एकै ठाउँ साइन गरेको बालन शाहले जिते कि नै, त्यो पनि 60,000 मतले। अनि तपाईँको हालत, किनभने तपाईँ धोकेबाज हो कुलमान घिसिङ दाई, तपाईँ बेमानी हो कुलमान घिसिङ दाई। अरूलाई दोष लाउन छोडिदिनु प्लिज। आउने समयमा जसरी बाचा गर्नुभएको थियो रवि दाई, त्यसरी नै बाचा पुरा गरेर नेपालीलाई राजनीति गर्ने कसरी रहेछ भन्ने कुरा सिकाइदिनु होला। राजाले शासन गर्दै आएको देशमा तहसनस बनाएका यी काङ्ग्रेस र एमाले माओवादी उदाएर नेपाललाई आजसम्म उदण्ड मच्चाएर नेपाली जनताको खुन पिएर नेपालमा भुत्रो भाङ केही पनि गरेका छैनन्। राजाले गरेको जति पनि जाइने विकास थियो त्यो पनि तहसनस बनाएर नेपालमा यिनीहरूले एउटा माखो मार्ने काम गरे छैनन् काङ्ग्रेस एमाले माओवादीहरूले। चाहे जसले सुकै गफ लाओस्, हाम्रै आँखा अगाडि आएका हुन् यिनीहरूले आजसम्म लुटेको र चोरेको व्यथिति र देशमा आतङ्क मच्चाएको हामीले देख्यौँ। र यसको चाहिँ नि अन्त गर्नको लागि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र रवि दाईको महान त्यागलाई धेरै धेरै धन्यवाद छ। रवि दाईले कति कुरामा त्याग गर्नुभएको छ नेपाल र नेपाली जनताको लागि भनी
जसले इमान्दारीको बाटो हिँडेको छ त्यसले चिन्छ। त्यसो हुँदाखेरि मैले राम्रोसँग गहिरिएर बुझेको छु, रवि दाइले नेपालीको लागि आफ्नो चाहिँ नि कुनै पनि स्वार्थ नभएर एउटा जिन्दगी, एउटा परिवार, उनको श्रीमती निकिता दिदी उनीहरू राम्रोसँग बसेर सुखसित पनि जिन्दगी गुजार्न सक्थे। तर चाहिँ नि दुखी गरिब नेपालीले दुःख पाएर नेपालको व्यथिति बढी भयो, नेपालको माया भएर नै राजनीतिमा आएर यो दुःख काट्नु भएको हामीलाई अवगतै नै छ। त्यसो हुँदाखेरि यो राम्रो चाहिँ नि जित राष्ट्रिय स्वतन्त्र पार्टीको धेरै 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 शुभकामना छ। 5 वर्षमा कसैले नसोचेको प्रगति गरेर देखाइदिनु होला, गरेका आफ्ना वाचापत्र आफूले पुरा गर्दै जानु होला। सजिलो त छैन, किनभने भ्रष्टाचारले डुङ डुङ गनाएको देशमा जित्दैमा भ्रष्टाचार खत्तम हुने होइन। तर पनि अब जितेर ठाउँमा पुगेपछि पहिला भन्दा केही सहज होला भन्ने हामीले अनुमान गरेका छौँ। सरकार आफ्नो बनाउन सकेपछि काम पक्का पनि विश्वासिलो गर्नु होला। अगाडि बढेर नेपाली जनताको सुख सुविधा विभिन्न अरूभन्दा दुर्गम क्षेत्रमा बाटोघाटो देख्दाखेरि रुन मन लाग्यो। आजसम्म हामीले नदेखेका भिडिया अहिलेको राजनीति चुनावमा हामीले देख्यौँ। हामीले त्यो दुर्गम विकट क्षेत्रमा मतपेटिका बोकेर लिएर आउँदा मान्छे त्यहाँबाट पहिरोबाट खसेदेखि मान्छेको हड्डी खोर्न पर्ने अवस्थाको बाटा रहेछन्। प्लिज सहरी क्षेत्रमा भन्दा पनि साथसाथमा दुर्गम क्षेत्रमा पिच बाटाहरू मान्छेहरू जहाँ जहाँ बसेका छन् जहाँबाट चाहिँ नि बनाउन सहिलो हुन्छ बाटो पुर्याइदिनु होला, यो अनुरोध छ। यो दुर्गमतिरको मान्छेहरू धेरै पनि अशिक्षित देखियो, किनभने दुर्गमतिर बसेको मान्छेलाई सहर बजारमा बसेको मान्छे जस्तो परिवर्तन हुन पनि सक्दो रहन्छ। त्यसो हुँदाखेरि शिक्षा र बाटोघाटोको सजिलो वातावरण बनाइदिनु हुन विनम्र अनुरोध पनि गर्दछु है मैले साथीहरू। त्यसो हुँदाखेरि बालेन शाह रवि दाइको त्यागलाई त मैले एकदमै स्यालुटै गर्छु। रवि दाइको त्याग जबसम्म रवि दाइले त्याग गर्नुहुन्थेन, बालेन शाहसित मिल्न भयो, विभिन्न आफ्नो पार्टीका सदस्यहरूसित मिल्न भयो, अनि आफू झुक्ने ठाँ एकदमै झुकेर पार्टीलाई अगाडि बढाउनु भयो। जोड्न पर्ने युवाहरूलाई जोड्नु भयो, युवाहरू सबै जोडिए राम्रा राम्रा धेरै जोडिनु भएको छ। सबैजना मिलेर देशको हितको लागि राम्रो इमान्दारिता सुशासनको बाटोमा हिँडेर विकास गरिदिनु होला। धेरै धेरै धन्यवाद छ राष्ट्रिय स्वतन्त्र टिम, शुभकामना छ। अगाडि बढेर नेपाललाई नेपाल भन्ने राम्रो चिनाइदिनु होला र नेपालीलाई नेपालमा धीरे धीरे कामहरू रोजगारहरू पढ्ने विद्यार्थीहरूलाई शिक्षाको वातावरण नेपालमै बनाइदिनु होला। राम्रो शिक्षा आर्जन गर्न हाम्रो बच्चाहरू बाहिर जान नपरोस् भन्ने हामीले चाहिँ नि आशा गरेर बसेका छौँ। 2-4 वर्षमा तपाईँहरूसँग यही अपेक्षा छ कि दुखी अनि चाहिँ नि जति पनि हाम्रा नेपालका असली जो जग्गा धनी जग्गा पूर्जा नभएका के भन्छ सुकुम्बासीहरूलाई प्लिज नेपाली जनता सबै एकै हो। गर्नेले दुःख गरेर आफ्नो बनायो भनी नसक्ने मान्छे त्यही झुपडी सरकारीमा कुरेर बसेर यो मेरो बनाउनु पाउँदो भन्नेलाई असली चाहिँ नि सुकुम्बासीको जग्गा नागरिकता दिए के भन्छ अरे त्यो लाल पूर्जा दिलाइदिनु हुन विनम्र अनुरोध पनि गर्दछु। साथीहरू हो कि होइन भन्नुहोस् त, हामी नेपाली हो, नेपालमा जिउनु पाउनुपर्छ क्या, बस्ने ठाउँ पाउनुपर्छ क्या। आफ्नो होइन र सरकारी जग्गामा बसेको छ भने उसलाई आफ्नो बनाउनुपर्छ, सरकारले दिनुपर्छ उसको हक अधिकार। नेपाली नागरिक भएको नाताले यो सुकुम्बासी नेपालबाट हटाउनको लागि मतलब हटाउनको भन्नाले लाल पूर्जा दिएर सुकुम्बासी अब छैन भनेर यो वातावरण बनाइदिनु होला, बिन्ती छ।